ल आज म स्टक्कै पर्वत उपल्लो ग्यादीमा छु। यो चाहिँ सनराइज सुरु भइरहेछ है। पर्वतबाट हामीले देखिने भ्यू खुब राम्रो छ। हेर्दै जाने हो भने यो हाम्रो घरलाई हेर्नुहोस् है। घरको पछाडिपट्टिको साइडबाट देखिने चाहिँ यो एरिया हैन। यो पुरै यतापट्टि सट्ट माउन्टेन्सहरू। आज दिन पनि खुलेको छ, भर्खर घाम लाग्न सुरु गरेका छन्। कस्तो दामी छ ल है। ल हेर्नुहोस् है। आहा, हेर्दै एकदमै मनोहर लाग्ने ठक्क सनराइज चाहिँ यहाँबाट टक्क देखिन्छ है। यस्तो दामी तालले। ल हेर्नुहोस् है, ल हेर्नुहोस् है, यस्तो छ। यो चाहिँ घरको माथिबाट तल पुरै हामी कटुवा चौपारीतिर निस्किने हिँडेर जाने बाटो यो। गाडीको बाटो चाहिँ साइडबाट फेरि अलिकति तल छ। यहाँ हेर्ने हो भने यस्तो चाहिँ देखिन्छ है त। रमणीय ठाउँ छ। अब यहाँ हामीले त्यहाँ पानीको पाइप देख्न सकिन्छ। यो एकदम प्रोपर मूलबाट आएको पानी हो। 24 आवर यसरी नै पानी यहाँ आइरहेको हुन्छ अनि जति चाह्यो आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ है। ल हेर्नुहोस् है, यो चाहिँ घरको वरपर। घरको दायाँबाट म अब सर घरतिर लाग्छु। अब हेरौँ है त है। यस्तो छ यो घरको धनसार एरिया। ठ्याक्क घरको आँगनमा आएको छु। यो हाम्रो घरको खलेघर भयो पर्वतमा है। ल हेर्नुहोस् है, एमबी भाइ हेर, सबिना बहिनी, हाम्रो राजन भाइ, आज गुरुदाई र म बिन्दु दिदी भएर आएका छौँ। यो हाम्रो प्रोपर घर। ल हेरौँ है त यो चाहिँ घर यस्तो छ। घरको अगाडिबाट हेर्दा यो घर चाहिँ यस्तो छ है। कस्तो गजबको आरामसित म यसलाई स्लोली देखाउँदै जान्छु। अब यहाँ बुवा चाहिँ आज एकदम स्पेसल गाउँको लोकल चटनी बनाउँदै हुन्छ बुवाले, केराको बुङ्गोको होइन। यो चाहिँ घर है, कस्तो दामी छ है त। यताबाट कस्तो दामी छ। म यहाँ हाम्रो दाजी हुनुहुन्छ यहाँ, गुरुदत्त दाजी। दाजी नमस्कार। नमस्ते। आराम हुनुहुन्छ? ल म एउटा सानो भिडियोमा छु। आज हामी पर्वतमा छौँ। मैले घरको वरपर देखेँ, कैद गरेँ। कस्तो लागिरहेछ दाजी आज? दाजुभाइ एकदम है, तपाईँलाई रमाइलो लाग्छ। हामी करिब विवाह भइसकेपछि 25-26 वर्षपछि सँगै यो घरमा आएका छौँ। यो एकदमै एक्साइटिङ मोमेन्ट हो होइन। हस्, यहाँ चाहिँ मजाले हामीले गजबले दुध तताएर खाइयो होइन। उहाँहरू चाहिँ बुवालाई चिया नहुने ल हेर्नुहोस् चिया पकाउनु लाउनु भएको छ बुवा है त। दिदी हुनुहुन्छ यहाँ। दिदीले आज स्पेसल अर्ग्यानिक केराको बुङ्गोको अचार चाहिँ बनाउँदै हुनुहुन्छ। दिदी यो कसरी बनाउने हो नि? अब यसलाई यो बाहिरको ठुल्ठुलो फाल्ने। हजुर। अनि फालेपछि काटेर मसिनो गरेर काटेर यसलाई बफाउने। अनि बफाएपछि सेम अरू जुन तरिकाले अरू तरिकाले बनाइन्छ, मरमसला मोल्नेदेखि लिएर त्यो चाहिँ अनि हामीले चाहिँ आज त्यो खाइरहेछ है नि त। यो राम्रो स्वास्थ्यको लागि पनि एकदमै यो विशेष हो। हामीले पहिला सानसानो नै खाइन्छ, तर अहिले बजारतिर त धेरै महत्त्व छ यसको। त्यही त नि हामीले यो खानेछौँ। आज चाहिँ हामी पर्वत आएका छौँ दाजी र म भएर। दाजीलाई देखि नै सकियो होइन है। खुब रमाइलो महसुस भएको छ। बुवा हुनुहुन्छ, आमा हुनुहुन्छ, दिदी आउनु भएको छ। युनिकभित्र सुतिरहेछन् होइन। आज विशेष गरेर राजन भाइलाई मिस गरिरहेछौँ, सबिना बहिनीलाई मिस गरिरहेछौँ, हाम्रो एमबी भाइ जयन्ती सबैलाई मिस गरिरहेछौँ होइन। कस्तो मजाको घाम लागिरहेछ। तोरीबारी सरहरी यो तोरीबारी छ। यस्तो मनमोहक दृश्यमा सबै फ्यामिली सँगै बसेर गफ गर्न यति मजा आउँदो रहेछ। यस्तो गुजबमहरू, काँडाहरू उम्रिरहेछन् अहिले। यति आनन्दको फिल भएको छ कि अब कस्तो रमाइलो छ है। सबै साथीहरू ल हेर्नुहोस्, यो मजा हो रहेछ। यो चाहिँ गर्नै पर्ने कुराहरू, जानुपर्ने कुराहरू, आत्मसन्तुष्टिको लागि भेट्नुपर्ने ठाउँहरू, कति रमाइला ठाउँहरू। यदि हजुरहरू पनि मेसो मिल्यो भने पर्वतको कुस्मादेखि कटुवा चौपारी हुँदै माथि ठुली पोखरी निस्किने बाटो हो यो, भेट्नु होला है। ल गाउँमा कति रमाइलो छ भन्ने कुरो म एउटा सानो झलक देखाउँछु।
सुन्तलाका बुट्टाहरू यहाँलाई हेर्नुहोस् है। ऊ अगाडि गयो भने बेलौतीका बुट्टाहरू छन्। यो चाहिँ मौसमी भयो एकै ठाउँमा। ल हेर्नुहोस् है त कस्तो मौसमीका बुट्टाहरू यहाँ छन्। जे खान चाहनुहुन्छ हजुरले। केराको घारी हेर्नुहोस् कस्तो राम्रो छ है मजाले। अब यी केरा यस्तो तरिकाले यी छोकडा बनाउनु भएको रहेछ। सायद यहाँ फल्न त फल्दैन होला, अलिक बढी गर्मी चाहिन्छ कि यसलाई। तैपनि सुन्तलाहरू टन्नै छन्। ल हेर्नुहोस् यी मेवा, मेवा मजाले पाक्न लागेका छन्। मेवाहरू खान पऱ्यो भने सुन्तलादेखि लिएर मेवादेखि लिएर नासपतिदेखि लिएर मौसमीदेखि लिएर बेलौतीदेखि लिएर के छैन यहाँ, दराईदेखि लिएर है सबै चिजहरू चाहिँ एकदमै ओरिजिनल अर्ग्यानिक पाइन्छ। गाउँको बसाइ भनेको गाउँको बसाइ हो। त्यसै त हाम्रो बुवाहरू यस्तो स्वस्थ हुनुहुन्छ होइन बुवा? हाम्रो घरको अर्को साइडबाट हेर्दाखेरि ल हेरौँ कस्तो देखिन्छ घर है। कस्तो मनमोहक ठाउँमा छ घर। गाउँ हो, बस्नको लागि स्वर्ग छ है। नेपालका यस्ता गाउँहरू कति छन्, तर अब विकासको कमीको कारणले गाउँहरू छोड्न मान्छेहरू बाध्य छन्। स्कुल, प्रोपर स्कुल, हस्पिटलको कारणले यहाँका बच्चा बच्चीहरू यो ठाउँ छोडेर बाहिर विदेशिन अथवा बजारिन बाध्य छन्। त्यसैले यस्ता डाँडाकाँडाहरू अब उजाड मरुभूमि जस्तो परिस्थितिमा परिणत हुन धेरै समय लाग्छ जस्तो लाग्दैन। सरकारले अलिकति विचार गरेर यस्ता गाउँहरूलाई बचाउने ठाउँलाई टुरिज्म एरियाहरू घोषणा गरेर अलिकति चाहिँ पर्यटकीय दृष्टिकोणले चाहिँ यसलाई महत्त्व दिएर केही व्यवस्थापन गर्न सकिने हुने हो भने यो यस्तो राम्रो ठाउँलाई यो संसारको कुना कुनामा पुर्याउन सक्ने हो भने कति आनन्द हुन्थ्यो होला है। ल हेर्नुहोस् यो ठाउँ यस्तो छ है। ल एकचोटि सबै कुस्मा बागलुङ हुँदै कटुवा चौपारी उकालो लाग्दै तपाईँको सर्र ठुली पोखरी थापाथाना हुँदै आउनु। अत्यन्तै राम्रो हाइकिङ पनि हुन्छ है। होमस्टेजहरू छन् यहाँ, साह्रै रमाइलो ठाउँ छ। ल